भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी मिथ्या र सत्य के हो त? मिथ्या, अवैधानिक बसोबासी। सत्य, नेपालको संविधानको धारा 40 मा दलित भूमिहीनलाई एक पटकको लागि जमिनको व्यवस्था। राष्ट्रिय भूमि नीतिमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको परिभाषा र व्यवस्थापनको योजना। राष्ट्रिय भूमि समस्या समाधान आयोगको पूर्जा वितरण अभियान। प्रत्येक वर्ष नेपाल सरकारको वार्षिक बजेट योजनामा भूमिहीन सुकुम्बासी व्यवस्थापनको कार्यक्रम समावेश। सबै नीति विधि र कार्यक्रमले बसोबास वैधानिक बनाएको छ। मिथ्या, अतिक्रमणकारी। सत्य, भूमिलाई भूमाफिया र शक्तिशाली व्यक्तिको नियन्त्रण हुन नदिई जमिनलाई पुस्तौंदेखि संरक्षण गरेको संरक्षक हौ। मिथ्या, खोला दूषित पार्ने। सत्य, खोला, टोल र वरिपरि वातावरण सरसफाई अभियानमा नेतृत्व र खोला सरसफाई राष्ट्रिय अभियानमा सहयात्री हुँदै आएका छौं। मिथ्या, सहरको लागि दाग। सत्य, सहरलाई चाहिने श्रम र सिपले आज यो सहरलाई सुन्दर बनाउन योगदान गर्दै आएका छौं। मिथ्या, विकासको अवरोध। सत्य, विकासका योजनामा समुदायले पनि आफूले आर्थिक योगदान गर्दै विकास र समृद्ध समाज निर्माणको सपनामा साझेदार हुँदै आएका छौं। मिथ्या, वन जङ्गल विनाशक। सत्य, सामुदायिक वनको पहरेदार संरक्षक बन्दै आएका छौं। मिथ्या, असामाजिक र असभ्य। सत्य, समुदायमा विद्यमान गलत धारणाको विरोध गर्दै समानता सहितको धारणामा विश्वास र अभ्यास गर्दै आएका छौं। मिथ्या, वातावरण दोहन गर्ने। सत्य, वातावरण संरक्षणका लागि वृक्षारोपण र खोलाको किनारामा बगैँचा व्यवस्थापन गर्दै आएका छौं। मिथ्यामा विश्वास होइन, सत्यको खोजी गरौँ। नेपाल महिला एकता समाज।